बित्तिकै तपाईँ हाम्रो अर्थोपार्जनको कुराहरू हुन्छ, जसरी चाहिँ हामी जीवनयापन व्यतीत गर्छौँ, जसरी चाहिँ हाम्रो आर्थिक पाटोसँग जोडिएको हुन्छ र मनज्ञ रूपमा तपाईँ हामीले देखेका कतिपय धेरै सपनाहरू समृद्धिको कारणले अर्थात् पैसाको कारणले गर्दाखेरि नै मनज्ञ रूपमा पैसा कमाउने अर्थोपार्जन गर्ने हामी सबजनाको सपना हुन्छ। अनि त्यसपछि सौन्दर्यता भयो, राम्रो घर, राम्रो गाडी, विश्व भ्रमण, अनि त्यसपछि मान सम्मान। यस मान सम्मानको त हामी सबैजना भोको नै रहेको हुन्छ र हेर्नुहोस् त यी सबै कुराहरू के आजको डेटमा हामीले प्राप्त गरिसक्यौँ? एउटा ठुलो क्वेसन मार्क म हजुरहरूलाई तेर्साउन चाहन्छु। के हामी स्वस्थ छौँ? के हामीसँग हाम्रो जीवनयापन गर्नको लागि, मजासँग हाम्रो परिवार पाल्नको लागि चाहिँ मनज्ञ रूपमा हामीले अर्थोपार्जन हामीले गर्न सकेका छौँ? के हामीसँग घाम पानी छेक्नको लागि राम्रो घर गाडी, घुम्नको लागि विश्वभरिका देशहरू हामी के आजको डेटमा घुम्न सकेका छौँ होइन भने यो सबै साझा सपनाको रूपमा लिन सकिन्छ। र अर्को कुरा के छ भने हाम्रो सपनाहरू पुरा हुनुको पछाडि अथवा पुरा नहुनुको पछाडिको रिजन चाहिँ के होला? के कारणले गर्दाखेरि चाहिँ हाम्रो सपनाहरू तुइरहेको छ, पुरा भएको छैन? पक्कै पनि एउटा ठुलो कुरा भनेको अर्थोपार्जन नै आउँछ, एउटा प्रोफेसनली लाइफ नै आउँछ होइन, जुन कारणले गर्दाखेरि चाहिँ हामीले सोचेको जस्तो लाइफहरू चाहिँ हाम्रो सपनाहरू चाहिँ पुरा गर्न सकेको छैन। हाम्रो सपना एकदमै ठुलो छ तर हाम्रो आम्दानी भने चाहिँ एकदमै सानो छ, झिनो छ भन्ने कुरा हामीले अघिल्लो स्लाइडबाट चाहिँ हामीले हेर्न सक्छौँ। जस्तो हजुरले हेर्न सक्नुहुन्छ, जस्तो एउटा यसमा सर्वे देखाइएको छ हो, झन्डै 1940 सन् 1940मा चाहिँ जम्मा 10 रुपियाँले पनि हाम्रो घर मजासँग चल्ने रहेछ। हेर्नुहोस् है 1940मा। अनि त्यसपछि अलिक तल आउँ 2000 सन् 2000मा चाहिँ 10,000 रुपियाँले पनि एउटा 5 जनाको परिवार, एउटा 4 जनाको परिवार चाहिँ मजासँग धानिन्थ्यो, एउटा मजासँग खर्च मेन्टेन हुन्थ्यो। र अहिले हेर्नुहोस् त, अहिले हेर्नुहुन्छ भने 10,000 को कुनै भ्यालु छ र यसको कुनै पनि भ्यालु छैन। हेर्नुहोस् हजुर बजारमा मार्केटमा 10,000 रुपियाँ लिएर निस्किनुहोस्, तपाईँले एक झोला कपडा सब्जी पनि तपाईँले नआउने अवस्थाहरू आजको अवस्था हो। हेर्नुहोस् तर हिजोको डेटमा के थियो त, त्यही 10,000 रुपियाँले पनि सानोतिनो एउटा कुनै पनि ठाउँमा त एउटा जग्गासम्म नै किन्न मिल्थ्यो। गाउँ घरहरूमा चाहिँ आजभन्दा 20 वर्ष 30 वर्ष अगाडि त्यो चिज एकदमै ठुलो थियो, तर आज 10,000 को कुनै पनि भ्यालु छैन नि। र आजको करेन्ट सिचुएसन हेर्नुहोस्, आजको डेटमा चाहिँ 1 लाख रुपियाँको पनि के छ त, त्यो 10,000 जतिको पनि भ्यालु छैन। मतलब के छ त, महँगाईको दर एकदमै तीव्र गतिमा बढिरहेको छ र बढ्ने क्रम छ। तर तपाईँ हाम्रो आम्दानी के त्यो अनुसारले बढेको छ त? के त्यसलाई मेन्टेन गर्न हामी सकेका छौँ त? के त्यो खर्चले हामी मजासँग धान्न सकेका छौँ त? 1 लाख रुपियाँमा हजुरले आफ्नो बालबच्चालाई पढाउनु पर्ने अवस्थाहरू छ, अनि त्यसपछि हजुरको घर पनि धान्नु पर्ने अवस्थाहरू छ, अलिअलि धन सम्पत्ति जोड्नु पर्ने अवस्थाहरू छ, अलिकति बचत पनि गर्नुपर्ने छ, अलिकति जग्गा जमिन पनि जोड्नु पर्ने छ। ल हेर्नुहोस् त कति धेरै कुराहरू चाहिँ हाम्रो चिजहरू चाहिँ हामीले ग्राब गर्नुपर्ने छ भने हजुरलाई म यति भन्न चाहन्छु कि अब नेक्स्ट पार्ट के होला त, अबको 2030 सम्ममा हामीले कति जति खर्चले चाहिँ हाम्रो घर चल्ला? अभियसली पनि 1 लाख भन्दा बढी हजुरले सरसरी हेर्न सक्नुहुन्छ। कम्तीमा पनि 5 लाख रुपियाँको अर्निङ, त्यो महिना मासिक रूपमा 5 लाख रुपियाँ चाहिँ हामीले प्रत्येक महिना अर्निङ गर्नुपर्ने हुन्छ। तर त्यसको लागि आज के हामी त्यो तयारी अवस्थामा छौँ? हिजोको दिनमा बितेको दिनहरूमा पास्ट इज पास्ट, तर आजको डेटमा हाम्रो तयारी कस्तो छ? के हामीले राम्रोसँग सर्भाइभ गर्नको लागि, हाम्रो बालबच्चालाई पाल्नको लागि, अनि त्यसपछि हामीले उन्नति प्रगति गर्नको लागि के त्यो कन्डिसन हामीले जन्माउन सक्छौँ? के हामी कम्प्रोमाइज लाइफमा छैनौँ भन्ने कुरा चाहिँ आजको डेटमा एकदमै ठुलो फ्याक्ट नै हो, जुन कारणले गर्दाखेरि चाहिँ हामी त्यो अनुसारले चाहिँ हामी तयारी गर्नुपर्ने अवस्थाहरू छ। र 2-3टा तरिकाहरूले चाहिँ पैसा अर्निङ गर्न सकिन्छ, पैसा कमाउन सकिन्छ। यदि हजुरले कतै जागिर गर्नुहुन्छ भने पनि हजुरले हजुरको दक्षता अनुसारले, हजुरको समय दिएको अनुसारले र हजुरको योग्यता अनुसारले पैसा कमाउन सक्नुहुन्छ, अर्थोपार्जन गर्न सक्नुहुन्छ। एउटा विभिन्न प्रोफेसनल अपनाएर पनि हजुरले चाहिँ अर्थोपार्जन गर्न सक्नुहुन्छ। र थर्डमा भनेको बिजनेस गरेर, जसरी अघि मैले जुन समस्याहरू देखाएँ 5 लाख रुपियाँको अबको बाँकी दिनहरूमा प्रत्येक महिना अर्निङ गर्नको लागि के जबबाट सम्भव होला? के हामी प्रोफेसनल भनेको कुनै प्रोफेसनल चिजमा छौँ त? हजुरले प्रोफेसनल भन्ने बित्तिकै हजुर डक्टर हुन सक्नुहुन्छ, हजुर चाहिँ इन्जिनियर हुन सक्नुहुन्छ, हजुर पाइलट हुन सक्नुहुन्छ, जसलाई चाहिँ एकदमै हाई अर्निङ गर्ने व्यवसायको रूपमा, हाई अर्निङ गर्ने पेसाको रूपमा, प्रोफेसनको रूपमा हामी लिन्छौँ भने त्यो चिज पनि त हामी होइनौँ। भनेपछि आजको डेटमा तपाईँ हामी उन्नति प्रगति गर्नको लागि, तपाईँ हामीले चाहिँ सम्पत्ति जोड्नको लागि र सपनाहरू पुरा गर्नको लागि, जुन हिजो देखिएको जुन अघि भनेको सपनाहरू पुरा गर्नको लागि चाहिँ हजुरले बिजनेस नै गर्नुपर्छ हो। अहिले हेर्नुहुन्छ भने जति पनि व्यक्तित्वहरू हुनुहुन्छ, जति पनि धनाढ्य व्यक्तित्वहरू हुन्छ,
हजुरले फोक्सको पनि हजुरले त्यसको लिस्टिङ हेर्न सक्नुहुन्छ। हजुरले 1 नम्बरदेखि 100 नम्बर्सको र्याङ्कमा जति पनि व्यक्तित्वहरू हुन्छ सबैजना बिजनेस पर्सन नै हुनुहुन्छ, कोही पनि व्यक्ति जब होल्डर हुनुहुन्न। यसको मिनिङ के हो त भन्दाखेरि चाहिँ हामीले बिजनेस नै गर्नुपर्छ हो भने जागिरबाट पनि हुँदैन र कुनै प्रोफेसनबाट पनि हुँदैन र बिजनेसबाट मात्रै सम्भव छ भन्ने कुरा यो निचोडबाट चाहिँ यो हामीले देख्न सक्छौँ। र अब व्यवसाय भन्ने बित्तिकै अब बिजनेस भन्ने बित्तिकै अब कस्तो व्यवसाय त, किनभने हामीले सोचिरहेको हामीले देखिरहेको परम्परागत बिक्री प्रणालीहरू चाहिँ व्यवसायहरूको लागि के लाग्छ त एकदम ठुलो किसिमको पुँजीको आवश्यक हुन्छ। हजुरले एउटा घरमा एउटा सामान्य पसल नै राख्नुहुन्छ भने पनि एउटा किराना पसल अथवा एउटा कुनै पनि पुस्तक पसल नै हजुरले राख्नुहुन्छ भने पहिला सुरुमा इन्भेस्टमेन्टको नै आवश्यक हुन्छ र हजुरलाई एक्सपिरियन्स पनि चाहियो, त्यो सम्बन्धी नलेज पनि चाहियो र स्टेज सधैँभरि नै रहन्छ। किनभने हामीले कतै ब्याङ्कबाट हुनसक्छ, कोही व्यक्तिबाट हुन्छ, लोन लिएर हामी त्यो व्यवसाय गरिरहेको हुन्छ र त्यो व्यवसाय चल्छ र अगाडि बढ्छ भन्ने कुनै ग्यारेन्टी भने चाहिँ हुँदैन। हेर्नुहोस्, किनभने एक्सपिरियन्सले नै ठुलो म्याटर गर्छ र स्टेज तनाव त सधैँभरि नै हुनु भयो र टाइम कमिटमेन्ट पनि चाहियो। टाइम कमिटमेन्टको मतलब चाहिँ हजुर पसलमा हुनुभयो भने व्यापार भयो, हुनु भएन भने व्यापार भएन है। हजुरले सटर लाउनु भयो भने त्यस किसिमको व्यापार चाहिँ के भयो त, त्यो सटर बन्द भएको दिनमा त व्यापार नै भएन। हेर्नुहोस्, जुन कारणले गर्दाखेरि चाहिँ हामी उपस्थित हुनै पर्छ, त्यसको जानकार उपस्थित हुनै पर्छ, जुन कारणले गर्दाखेरि एकदमै भोलि बिरामी हुँदाखेरि हामी कतै कसैको बिहा पार्टी व्रतबन्धमा जाँदाखेरि पनि हामी सटर बन्द गर्नु पर्यो। त्यो अवस्थामा चाहिँ त्यो व्यापार चाहिँ त्यो दिन चाहिँ जिरो नै हुनु भयो र नलेज सधैँभरि नै आवश्यक हुन्छ। किनभने त्यो सम्बन्धी नलेज भएन, यदि तपाईँ कपडा व्यवसाय गर्नुभएको छ र हजुरलाई कपडा सम्बन्धी कुनै पनि किसिमको नलेज तपाईँले चाहिँ सेल गर्ने तरिका हजुर भएन भने पनि हजुरले त्यस व्यवसायलाई एकदमै धेरै प्रफिटमा लैजान चाहिँ सक्नु पर्यो। र नो सेक्युरिटी हुँदैन र रिस्क सधैँभरि नै हुने हुन्छ। र आजको डेटमा त हजुरले हेर्नुहुन्छ भने यो जुन चाहिँ क्राइसिसको समयमा, यो मन्दीको समयमा त हामीले गरेको व्यवसायबाट फाइदा हुनुको लागि एकदमै न्यून पर्सेन्ट नै हामी सफल हुन सक्छौँ भन्ने कुराहरू। यो त भयो ट्रेडिसनल बिजनेस हो, जुन चाहिँ हामीले अहिले हाम्रो बाउबाजेदेखि लिएर अहिलेसम्म गरिरहेको देखिरहेको व्यवसायको बारेमा अहिले मैले हजुरले कुरा गरेँ। अनि आज हजुरलाई एउटा नयाँ व्यवसाय जुन चाहिँ एउटा फास्ट ग्रोइङको रूपमा चाहिँ हामीले यसलाई अगाडि लान सक्छौँ, जसलाई चाहिँ भन्नुहुन्छ डाइरेक्ट सेलिङ बिजनेस हो। डाइरेक्ट सेलिङ बिजनेस यो पछिल्लो समयको फास्ट ग्रोइङ इन्डस्ट्री हो र यसको इतिहास संसारभरि झन्डै नै 100 वर्षको इतिहास रहेको छ र नेपालमा पनि हामीले यसलाई अगाडि बढाइरहेको छौँ। र यो डाइरेक्ट सेलिङ बिजनेसको विशेषताहरू के हो र कसरी र किन चाहिँ हामीले अनिवार्य रूपमा गर्नुपर्छ भन्ने विषयमा चाहिँ म हजुरलाई यसको बारेमा जानकारी गराउन चाहन्छु। र हजुरले स्क्रिनमा देख्नु भएको छ जिरो इन्भेस्टमेन्ट होइन। हामीले कुनै पनि व्यवसाय गर्नको लागि घटीमा 10 लाख भन्दा तलको त हामी कुनै व्यवसाय नै सुरु गर्न सक्दैनौँ। इभन हजुरले पान पसल मात्रै राख्नु भयो भने पनि 2-4 लाख त हजुरको त्यहाँ इन्भेस्टमेन्ट हुन्छ नै। तर हजुरको जिरो इन्भेस्टमेन्ट, कुनै पनि शुल्क 1 रुपियाँ पनि इन्भेस्टमेन्ट नगरिकन हजुरले यस व्यवसायलाई डाइरेक्ट सेलिङ बिजनेसलाई चाहिँ हजुरले लैजान सक्नुहुन्छ। हजुरको इन्भेस्टमेन्ट हुन्छ त के हजुरको भ्यालु समय हुन्छ, जुन समय मात्रै इन्भेस्टमेन्ट गरेर हजुर चाहिँ यस व्यवसायलाई हजुरले अगाडि बढाउन सक्नुहुन्छ र एक्सपिरियन्सको आवश्यकता छैन। हजुर कुन चाहिँ प्रोफेसनबाट हुनुहुन्छ, हजुर कुन चाहिँ ब्याकग्राउन्डबाट हुनुहुन्छ, त्यसको कुनै पनि आवश्यकता छैन र नो क्वालिफिकेसन। एकदमै गजबको कुरा भनेको चाहिँ के छ त, यहाँ चाहिँ तपाईँ पढे लेखेको हुनुहुन्छ एकदमै ठिक छ, यदि तपाईँसँग चाहिँ कुनै किसिमको शैक्षिक योग्यता छैन भने पनि यसले खासै केही पनि फरक चाहिँ पर्दैन। जुन कारणले गर्दाखेरि चाहिँ नो क्वालिफिकेसन, हजुर पढे लेखेको हुनु हुँदैन भने पनि यसमा सजिलो रूपमा हजुरले गर्न सक्नुहुन्छ। टाइम फ्रिडम, हजुरले यसमा टाइम फ्रिडम पनि प्राप्त गर्नुहुन्छ। यो भनेको हजुरले अफिसमा जस्तो 10 to 5 नै गर्नुपर्ने आवश्यक हुँदैन। हजुरले आफ्नो टाइमलाई कन्ज्युम गरेर हजुरले पार्ट टाइमको रूपमा पनि गर्न सक्नुहुन्छ, यसलाई फुल टाइमको रूपमा पनि गर्न सक्नुहुन्छ। र 5 नम्बरको पोइन्ट पर्सनल ग्रोथ, सबैभन्दा मनपर्ने पार्ट भनेको चाहिँ मलाई यो पर्सनल ग्रोथ हो। कतिपय चिजहरूमा हाम्रो विभिन्न अनुभवको कारणले गर्दाखेरि चाहिँ विभिन्न किसिमको ग्रोथहरू हुँदैन। हामी बोल्न जान्दैनौँ, हामी हिँड्न जान्दैनौँ, अनि हामी कुराकानी गर्न जान्दैनौँ। सेल्स त हामीलाई जिरो नै छ, हामीले केही पनि कुराहरू बेचेका छैनौँ आजको डेटसम्म पनि। हरेक किसिमको ग्रुमिङहरू चाहिँ हजुरलाई यस व्यवसायपछि नै हजुरले प्राप्त गर्न सक्नुहुन्छ। 100% सेक्युरिटी प्राप्त गर्न सक्नुहुन्छ र नो रिस्क, हजुरलाई कुनै पनि किसिमको रिस्क छैन। किनभने रिस्क भनेको हजुरको इन्भेस्टमेन्टको रिस्क हुन्छ। यदि तपाईँ लगाउनु भएको पुँजी भोलि तलमाथि हुन्छ भने चाहिँ त्यो एउटा रिस्क मान्न सकिन्छ। भने यसमा तपाईँले असीमित किसिमको आम्दानी चाहिँ गर्न सक्नुहुन्छ, तर गुमाउने कुरा चाहिँ हजुरले केही पनि कुराहरू चाहिँ गुमाउन सक्नु हुँदैन। जुन कारणले गर्दाखेरि चाहिँ आज हामी
डाइरेक्ट सेलिङ बिजनेसमा चाहिँ हामी सबैजना लागि परेका छौँ आफ्नो टाइम कमिटमेन्ट र आफ्नो इच्छा चाहना र सपना पूरा गर्नको लागि र तपाईले पनि यस चिजलाई चाहिँ ग्राब गर्न सक्नुहुन्छ भन्ने कुराले र कसरी अर्निङ गर्न सकिन्छ डाइरेक्ट सेलिङ बिजनेसबाट चाहिँ मनकी रूपमा हामीले कसरी आम्दानी गर्न सक्छौँ भन्ने विषयमा चाहिँ म हजुरलाई क्लियर गर्न चाहन्छु पक्कै पनि तपाई हामीले जति पनि सामानहरू जति पनि चीजहरू उपभोग गर्छौँ एउटा कन्ज्युमरको रूपमा एउटा ग्राहकको रूपमा उपभोग गर्छौँ भने त्यसको पनि विभिन्न किसिमको प्रोसेस हुन्छ जुन प्रोसेस अनुसारले चाहिँ हाम्रो घरसम्म हाम्रो चुलोसम्म हाम्रो आँगनसम्म आइपुग्छ तपाईले कुनै पनि सामान उत्पादन हुन्छ भने कम्पनीले हजुरले मानौ यसमा दिएको छ कम्पनीले 40 रुपैयाँमा कुनै पनि सामान उत्पादन गरेको छ भने हजुरले 40 रुपैयाँमा नै किन्न पाउनु हुँदैन भन्ने कुराहरु किनभने कम्पनीले अरु किसिमको एक्सपेन्सेस खर्चहरु पनि कम्पनीले गरेको हुन्छ कम्पनीले ठूलो मात्रामा 20 देखि 30% उसले एडभर्टाइजमेन्टमा खर्च गरेको हुन्छ विज्ञापनमा गरेको हुन्छ विभिन्न सेलिब्रिटीहरुलाई टिभी पत्र पत्रिका रेडियोमा विभिन्न होर्डिङ बोर्डमा उले प्रचार गरिरहेको हुन्छ उनीहरुले पनि सित्तैमा भने त्यो एड गरिदिदैन र के भयो त 40 रुपैयाँको वस्तु अब चाहिँ के हुने भयो त त्यसको कस्ट चाहिँ बढ्ने भयो किनभने उनीहरुलाई पनि पे गर्नु पर्यो कम्पनीले पे गर्ने होइन जुन कारणले गर्दाखेरि त्यसको कस्ट चाहिँ बढ्दिरा हुन्छ र डिस्ट्रिब्युसनको लागि पनि कम्पनी ढुवानीको लागि पनि एक लेभलको खर्चहरु भइरहेको हुन्छ अनि त्यसपछि विभिन्न डिलरमा पनि उसले एक लेभलको मार्जिन राखिरहेको हुन्छ अनि त्यसपछि सब डिलर अनि त्यसपछि होलसेल पसलले पनि एक लेभलको मार्जिन राखेर मात्र बेचेको हुन्छ र तपाई हामी लास्टमा किन्न जाने भनेको चाहिँ रिटेलर भनेको किराना पसलमा मात्रै त्यो सामान लिन जान्छौ जुन सामान चाहिँ कम्पनीबाट 40 रुपैयाँमा उत्पादन भएको सामान तपाई हामीसम्म आइपुग्दाखेरि चाहिँ त्यो सामान बढ्दै गर्दाखेरि चाहिँ कति हुन्छ त 100 रुपैयाँको खरिद गर्नुपर्ने अवस्थाहरु हुन्छ र हजुरले हेर्नुहुन्छ भने यहाँ बीचमा के भएको छ कम्पनीले 40 रुपैयाँमा उत्पादन गर्यो हामीले 100 मा उपभोग गर्यो भने बीचको 60 रुपैयाँ अथवा 60% चाहिँ कहाँ गयो भन्नुहुन्छ भने चाहिँ डिस्ट्रिब्युट भइरहेको हुन्छ मानौ कि हामीले एउटा साबुन कुनै पनि एबीसी कम्पनीको साबुन युज गरिरहेको छौ भने त्यसको बीचको पैसा चाहिँ त्यो विज्ञापन दातालाई पनि हुने भयो त्यसपछि डिलरलाई पनि हुने भयो अनि त्यसपछि होलसेललाई अनि त्यसपछि किरानाले पनि सबैले नाफा गर्दै आउँदाखेरि चाहिँ त्यो पैसा चाहिँ हामीले नै पे गर्नुपर्ने हुन्छ जुन चाहिँ एउटा भारी कस्टको रूपमा अर्थात 3 गुणाको कस्टको रूपमा चाहिँ हामीले उपभोग गर्नुपर्ने हुन्छ र आजको डेटसम्म जति पनि ट्रेडिसनल मार्केटमा जति पनि बिजनेसेस हाउसेसहरु भइरहेको छ सबै चीजहरु नै यही थ्रुबाट नै आउने हुन्छ है र खर्च कसको हुन्छ त खर्च तपाई हाम्रो नै हाम्रो कन्ज्युमरको हाम्रो ग्राहकको नै खर्च हुने कुरा हुन्छ र सधैँभरि तपाई हामीले खुन पसिना एक गरेर मेहनत गरेर कमाएको पैसा हामी कहाँ हाल्छौं त त्यो चीजहरु खरिद गर्नमा हामीले प्रयोग गर्छौं जुन पैसाले चाहिँ अरु व्यक्तिले धेरै भन्दा धेरै बेनिफिट लिइरहेको अवस्थाहरु हैन अनि यो डाइरेक्ट सेलिङ के हो त डाइरेक्ट सेलिङबाट कसरी हजुरले चाहिँ बिजनेसलाई चाहिँ अगाडि बढाउन सक्नुहुन्छ बिजनेस डाइरेक्ट सेलिङ प्लेटफर्म के हो त भन्नुहुन्छ भने यहाँ पनि सेम हजुर कम्पनी नै छ तपाई हामीले उपभोग गर्ने नै हो जहाँबाट पनि भने तर डाइरेक्ट सेलिङमा के हुन्छ त भने कम्पनीले सिधा डाइरेक्ट टु डाइरेक्ट कम्पनीले कस्टमरलाई सामान सेल गर्छ र यसमा के गरेको छ त बीचको बिचौलियाहरुलाई चाहिँ हटाइएको छ हो जति पनि हजुरले यसमा विज्ञापन हजुरले देख्न सक्नुहुन्न कुनै पनि टिभी रेडियो पत्र पत्रिकामा कुनै सेलिब्रिटीले विज्ञापन गरेको हजुरले डेजोको प्रोडक्ट हजुरले देख्नु हुँदैन अनि त्यसपछि कुनै डिलर पनि छैन होलसेल पनि छैन र यो सामानहरु चाहिँ हजुरले चाहिँ कुनै किराना पसलमा पनि प्राप्त गर्न सक्नुहुँदैन जुन कारणले गर्दाखेरि चाहिँ कम्पनीले के भन्छ भने यसको पोलिसी सिस्टम के हो भने कम्पनीले डाइरेक्ट कम्पनीले कस्टमरलाई अथवा तपाई हामी जस्तो डिस्ट्रिब्युटरलाई सामान डाइरेक्ट रूपमा सप्लाई गर्छ सेल गर्छ र बीचको 60% चाहिँ कता गयो भन्नुहुन्छ भने चाहिँ बीचको 60% चाहिँ तपाई हामीलाई नै एउटा आम्दानी बनाएर दिने एउटा सिस्टम नै डाइरेक्ट सेलिङ हजुरले हेर्नुहुन्छ भने चाहिँ बीचको आम्दानी कसरी आम्दानी बनाएर दिन्छ भन्नुहुन्छ भने चाहिँ यसमा एकदमै महत्त्वपूर्ण भूमिका चाहिँ वर्ड अफ माउथ भन्छ के विभिन्न मार्केटिङ प्रणाली मध्येको एउटा वर्ड अफ माउथ भनेको तपाई हामीले प्रयोग गरेको सामान चाहिँ हामी अरु कोही व्यक्तिलाई हामी रेफर बेसमा चाहिँ उनीहरुलाई पनि यसरी जानकारी गराइरहेर चाहिँ एउटा सिस्टम क्रिएट हुन्छ र त्यो सिस्टमको आधारमा र तपाईको बिजनेस टर्नओभरको आधारमा चाहिँ त्यो 60% नै तपाई हामीलाई डिस्ट्रिब्युट गर्ने प्रणाली नै डाइरेक्ट सेलिङ ओके र सर्टिफिकेसनको कुराहरु हजुरले डिस्प्लेमा देख्न सक्नुहुन्छ हजुरले वेबसाइटमा गएर पनि यो चीजहरुलाई चाहिँ डाउनलोड गर्न सक्नुहुन्छ कम्पनीको रेजिस्ट्रेसन छ कम्पनीको लाइसेन्स छ र कम्पनीको प्यान नम्बर पनि हजुरले देख्न सक्नुहुन्छ ओके वेलकम टु डेजो नेपाल हजुरले डेजो नेपाल भनेर हजुरले थाहा पाउनु भयो डेजो नेपाल
भन्ने कम्पनीमा चाहिँ हामी एसोसिएट भएर आजको यस मिटिङलाई हामी कन्डक्ट गरिरहेको छौँ। हजुरहरूलाई चाहिँ हार्दिक स्वागत गर्न चाहन्छु। र डेजोय नेपाल यस्तो एउटा कम्पनी हो, यस्तो एउटा डाइरेक्ट सेलिङ कम्पनी हो जसले चाहिँ विभिन्न ब्रान्डको सामानहरू चाहिँ बजारमा ल्याएको छ र तपाईँ हामीलाई चाहिँ अगाडि ल्याएको छ। जस्तै कोरियन एमडम, अनि त्यसपछि होम साइन, डोमेटी, अनि त्यसपछि म्याटल, आस्था ब्रस र आयुष्मान ब्रान्डको सामानहरू चाहिँ कम्पनीले अगाडि ल्याएको छ। र कम्पनीको फाउन्डरको रूपमा हुनुहुन्छ एमडीको रूपमा डाक्टर वायन पाण्डे र मिस्टर वीरेन्द्र उपाध्याय सर चाहिँ दुईजना कम्पनीको डाइरेक्टरको रूपमा, म्यानेजिङ डिरेक्टरको रूपमा चाहिँ हुनुहुन्छ। र कम्पनीले यही वर्षबाट नै आफ्नो कारोबारलाई अगाडि बढाएको छ नेपालमा भने हजुरले ब्रान्चको रूपमा चाहिँ नेपालका प्रमुख सहरहरूमा, विभिन्न सहरहरूमा चाहिँ यसले आफ्नो सर्भिस दिएको छ। विशेष रूपमा हेड अफिसको रूपमा चाहिँ थापाथली काठमाडौँ रहेको छ, अनि त्यसपछि बुटोल, चितवन, धनगढी, तलिहवा, दमक, अनि त्यसपछि बिर्तामोड, अनि पोखरा, अनि त्यसपछि चाबेल, अनि त्यसपछि दोलखा, बनेपा, गोदावरी, अनि त्यसपछि चन्द्रौटा, बर्दिया, अनि त्यसपछि अन्य ठाउँहरूमा पनि कम्पनीले आफ्नो शाखा विस्तार क्रमलाई जोड दिएको छ। र ब्याक टु ब्याक अहिलेसम्म चाहिँ हामीसँग 14 वटा शाखा नेपालभरि नै देशका प्रमुख सहरमा रहेर चाहिँ यसले आफ्नो सेवा दिइरहेको छ। र ओके, डेजोय नेपाललाई के कुराले चाहिँ स्ट्रङ बनाउँछ भन्ने विषयमा म अलिकति हजुरले जोड्न चाहन्छु। कम्पनीको प्रोफाइल, डेजोय नेपालको प्यारेन्ट कम्पनीको रूपमा डेजोय इन्डिया रहेको छ, जुन चाहिँ सन् 2019बाट आफ्नो कारोबारलाई सञ्चालन गरेको छ र अहिले सहर्ष रूपमा 5 वर्षको एनिभर्सरी पुरा कम्प्लिट गरिसकेको छ डेजोय इन्डियाले पनि, जुन चाहिँ राजस्थान इन्डियामा रहेको छ। र एउटा यसलाई चाहिँ एकदमै महत्त्वपूर्ण भूमिका के निभाउँछ भने एकदमै ट्रेडिसनल मार्केटमा नै झन्डै 60 वर्षको इतिहास बोकेको कम्पनी, जसले चाहिँ एकदमै ठुलो बिग हाउसको रूपमा चाहिँ यसले आफ्नो प्रोडक्सनलाई चाहिँ अगाडि ल्याएको छ। जस्तो हजुरले एडिला एग्रो, एडिला बायोटेक, मल्टिमेटल्स लगायतका विभिन्न अरू बाँकी 10 वटा कम्पनीलाई चाहिँ यसले साथमा लिएर अगाडि बढेको छ भने हामीलाई टेक्निकली कोलाबोरेट चाहिँ एडिला बायोटेक अन्तर्गतका सामानहरू चाहिँ हामीलाई डेजोय इन्डियाले डेजोय नेपालले चाहिँ प्रोभाइड गरेको छ। जुन चाहिँ एडिला बायोटेक अन्तर्गत चाहिँ हामीसँग भएको प्रत्येक प्रडक्टहरू चाहिँ हर्बल बेस्ड आयुर्वेदिक मेडिसिन र एक्सट्र्याक्सन फर्ममा चाहिँ रहेको कुरा पनि म हजुरलाई जानकारी गराउन चाहन्छु। र अझै त्यसलाई पनि मजबुत बनाउनको लागि विभिन्न किसिमको सर्टिफिकेसनहरू पनि कम्पनीको रहेको छ, जस्तो कि आइएसओ सर्टिफाइड, जिएमपी, डब्ल्युएचओ, एचएससीसीपी, एफएसएसएआई र एफडीए सर्टिफाइड पनि विश्व गुणस्तर स्तरको प्रोडक्टमा पनि सर्टिफिकेसनहरू चाहिँ हजुरले यसमा चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। र भने हजुरलाई खुलदुली होला कतिपय नयाँ साथीहरू पनि जोड्नु भएको छ के कस्ता प्रोडक्टहरू चाहिँ हजुरको यस मार्केटबाट, यस फिल्डबाट चाहिँ प्राप्त हुन्छ भन्नुहुन्छ भने चाहिँ हजुरले एफएनसीजी प्रोडक्ट, आयुर्वेदिक फुड सप्लिमेन्ट्सहरू, कस्मेटिक्सहरू चाहिँ हजुरले यो प्लेटफर्मबाट चाहिँ हजुरले प्राप्त गर्न सक्नुहुन्छ। ओके, कम्पनीको फाउन्डरको रूपमा डेजोय इन्डियामा हुनुहुन्छ मिस्टर अनमोल अग्रवाल र मिस्टर दिव्यांश अग्रवाल, जुन चाहिँ दुईजना दाजुभाइले नै एउटा उहाँले चाहिँ यो चिजलाई चाहिँ अगाडि बढाइरहनु भएको छ। र प्रोडक्टको विषयमा नै हामी केही कुराहरू छौँ। कम्पनीले स्पष्ट रूपमा 2-3 क्षेत्रमा चाहिँ स्पष्ट तरिकाले काम गरेको छ। एउटा भयो हेल्थ सेक्टर, अर्को भनेको छ वेलनेस, र अर्को भनेको चाहिँ हामी चाहिँ समृद्धिको क्षेत्रमा पनि हामी 3टा क्षेत्रलाई फोकस गरेर अगाडि बढेको छ। विशेष गरेर हाम्रो स्वास्थ्यलाई नै मध्यनजर गरेर विभिन्न किसिमको फुड सप्लिमेन्ट्सहरू चाहिँ कम्पनीले अगाडि ल्याएको छ। तपाईँ हाम्रो खानपानको कारणले गर्दाखेरि बिग्रिएको स्वास्थ्यलाई बनाउनको लागि र बिग्रिन नदिनको लागि विभिन्न किसिमको फुड सप्लिमेन्ट्स आजको एकदमै ठुलो आवश्यकता रहेको छ। र अहिलेको दुनियाँ नै हजुरले हेर्नुहुन्छ भने चाहिँ वेलनेसको क्षेत्र नै एकदमै ठुलो मार्केटको रूपमा चाहिँ विश्व बजारमा नै यसको सम्भावना रहेको छ। किनभने बिरामी हुने व्यक्ति अथवा स्वास्थ्यलाई चिन्ता गर्ने व्यक्तिको संख्या चाहिँ एकदमै बढेको छ। अर्को भनेको चाहिँ वेलनेस पनि हो र अर्को हेल्थ पनि हो, जुन कारणले गर्दाखेरि चाहिँ यो क्षेत्रमा, यो सम्भावित क्षेत्रमा व्यापार गर्दाखेरि चाहिँ तपाईँ हामी सबैजना सफल हुन सकिन्छ भन्ने तरिकाले नै यसले अगाडि बढेको छ। र विभिन्न हजुरले जुस फर्ममा, अनि त्यसपछि हजुरले सिरप फर्ममा, अनि त्यसपछि हजुरले ट्याब्लेट फर्ममा रहेर विभिन्न किसिमको सप्लिमेन्ट्सहरू, हजुरले सप्लिमेन्ट्स भनेको चाहिँ हजुरको पुरा खानाको रूपमा हजुरले लिन सक्नुहुन्छ। जति पनि हाम्रो शरीरलाई हाम्रो बिहान बेलुका दिउँसोको खानेकुराहरू चाहिँ हाम्रो शरीरलाई पर्याप्त मात्रामा पौष्टिक तत्त्वहरू चाहिँ पुग्दैन, जसको कारणले गर्दाखेरि चाहिँ हाम्रो शरीर विभिन्न कारणले कमजोर हुने, विभिन्न तरिकाले चाहिँ इम्युनिटी पावर नै कम हुने, विभिन्न किसिमको रोगहरू लाग्ने र विभिन्न
भिटामिनहरुको डेफिसियन्सी हुने भएको कारणले गर्दाखेरि चाहिँ त्यसलाई परिपूर्ति गर्नको लागि आजको आवश्यकता भनेको खानेकुराहरू बिहान दिउँसो बेलुका त हामीले सेवन गर्छौं नै, साथमा हामीले त्यो पौष्टिक तत्त्वहरू पुर्याउनको लागि यो संसारभरि रहेका उत्कृष्ट जडीबुटीहरूबाट चाहिँ कम्पनीले विभिन्न किसिमको एक्सट्र्याक्सन फर्ममा चाहिँ यो सिरपहरू ल्याएको छ। यो चाहिँ आजको अनिवार्य आवश्यकता हो। भोलि विभिन्न किसिमको समस्या आउँछ र सेवन गर्छु होइन कि हामीले यसलाई चाहिँ अनिवार्य रूपमा हामीले सेवन गर्नको लागि आवश्यक छ। म यसको बारेमा सरसर्ती गएन, अर्को दिन चाहिँ हामीले यसलाई इन डिटेल जान्नेछौँ। र अर्को कुरा के छ भने हाम्रो दैनिक जीवनमा प्रयोग हुने हामीले बिहानदेखि बेलुकासम्म विभिन्न किसिमको प्रोडक्टहरू, विभिन्न कस्मेटिक्स आइटम्सहरू, हाम्रो भान्साको लागि चाहिने होम हाइजिनको कुराहरू हाम्रो, अनि त्यसपछि खाने तेलहरू छ, हरेक कुराहरू चाहिँ हजुरले यस प्लेटफर्मबाट चाहिँ प्राप्त गर्न सक्नुहुन्छ, जुन चाहिँ हजुरले डिस्प्लेमा देख्न सक्नुहुन्छ। म यसको बारेमा पनि इन डिटेल जान्दिन। र आयुष्मान अन्तर्गत रहेर चाहिँ कम्पनीले 3टा किसिमको मसलाहरू चाहिँ बजारमा ल्याएको छ, जसको कारणले गर्दाखेरि चाहिँ हाम्रो भान्सालाई चाहिँ एकदमै अथेन्टिक बनाउँछ र जसमा रहेको छ हजुरले मसला, चिकन मसला पाउनुहुन्छ, सब्जी मसला यो प्लेटफर्मबाट पाउनुहुन्छ, अनि त्यसपछि मिट मसला पनि यस प्लेटफर्मबाट प्राप्त गर्न सक्नुहुन्छ। र अर्को भनेको चाहिँ हामीसँग खाने तेल रहेको छ, जुन चाहिँ यो धरतीमा जति पनि खाने तेलहरू रहेको छ त्यसमध्येको सर्वोत्कृष्ट खाने तेलको रूपमा चाहिँ राइस ब्रान्ड ओइललाई चाहिँ हजुरले लिन सक्नुहुन्छ, जुन चाहिँ हजुरले डेजोको प्लेटफर्मबाट एउटा रिजनेबल प्राइसमा हजुरले प्राप्त गर्न सक्नुहुन्छ। ओके, होम केयरको रूपमा हजुरले डिसवास प्राप्त गर्नुहुन्छ, अनि त्यसपछि टोयलेट क्लिनर, सर्फेस क्लिनर, अनि त्यसपछि लिक्विड डिटर्जेन्ट रहेको छ, जुन चाहिँ हजुरले कपडा धुनुको लागि, भाँडा धुनुको लागि, टोयलेट सफा गर्नको लागि हजुरले त्यहाँबाट चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। टोमेटो शीर्ष अन्तर्गत चाहिँ सुट पिसहरू, अनि टी सर्टहरू, मास्कहरू, टाईहरू पनि यस प्लेटफर्मबाट हजुरले चाहिँ कन्ज्युम गर्न सक्नुहुन्छ। र कम्पनीले विभिन्न प्रोडक्टहरू चाहिँ अझै पाइपलाइनमा रहेको छ, विभिन्न आउने क्रम नै जारी रहेको छ। एपिग्रो अन्तर्गत चाहिँ किसान दाजुभाइहरूको लागि चाहिँ कीटनाशक, बाली नाली सपाउने किसिमको चिजहरू पनि हजुरले यस प्लेटफर्मबाट चाहिँ प्राप्त गर्न सक्नुहुन्छ। ओके, यी त भए आजको डेटमा चाहिँ डेजो नेपालले हामी ग्राहकहरूको लागि ल्याएको चिजहरू, र धेरै चिजहरू अझै आउने क्रम नै जारी रहेको छ। आजको डेटमा हजुरले हेर्नुहुन्छ भने डेजो नेपालमा झन्डै 40वटा भन्दा बढी उत्पादनका वस्तुहरू चाहिँ हजुरले यस प्लेटफर्मबाट पाउनुहुन्छ। र कन्ज्युम त हामी जहाँबाट पनि गर्छौँ नै, र यसबाट नै डेजोबाट नै किन कन्ज्युम गर्ने, किन यसबाट नै खरिद गर्ने भन्ने विषयमा चाहिँ अबको ब्याक सेसनहरूमा चाहिँ हामी जानेछौँ। अघि नै भनियो, हामी चाहिँ एउटा अपर्च्युनिटीको रूपमा, एउटा अवसरको रूपमा चाहिँ यस प्लेटफर्मलाई चाहिँ हामीले लिन सक्छौँ। यस प्लेटफर्मबाट किन्नुपर्ने एउटा मात्रै कारण भनेको त ओन म्यानुफ्याक्चर नै हो। कम्पनीले जति पनि सामान उत्पादन गर्छ सबै आफैले नै म्यानुफ्याक्चर गर्छ, आफैले नै उत्पादन गर्छ, आफ्नो नै R&D रहेको छ। र अनि त्यसपछि अर्को भनेको चाहिँ एउटा बिजनेस हो, मैले अघि नै भनिहालेँ, जुन चाहिँ हजुरको शून्य लागतबाट नै यो बिजनेसलाई चाहिँ हजुरले अगाडि बढाउन सक्नुहुन्छ। यो अवसरको रूपमा पनि रहेको छ। र अर्को एकदमै मेन कुरा भनेको चाहिँ अनलिमिटेड इन्कम पोसिबिलिटिज भनेको तपाईँले असीमित रूपमा तपाईँको इच्छा अनुसारले, तपाईँको सपना अनुसारले, तपाईँको खटाई, तपाईँको मेहनत अनुसारले हजुरले अनलिमिटेड असीमित तरिकाले यसबाट चाहिँ आम्दानीहरू गर्न सक्नुहुन्छ। र यसमा गुमाउनु पर्ने कुराहरू केही पनि छैन, र सम्भावनाहरू चाहिँ एकदमै धेरै छ। जोइन आवर ब्रान्ड भनेको छ, यसमा हामीले जोइन हुनुको लागि, डेजो नेपालसँग हजुरले आबद्ध हुनुको लागि के गर्नु पर्ने होला भन्नुहुन्छ भने चाहिँ हजुरले मात्रै हजुरको लिगल डकुमेन्ट, हजुरको नागरिकता हुनसक्छ, हजुरको लाइसेन्स हुनसक्छ, र हजुरको अहिले रिसेन्टली युज गरिरहनु भएको फोन नम्बर हुनसक्छ, र हजुरको मेल आइडीको आधारमा चाहिँ हजुरले फ्री अफ कस्टमा चाहिँ हामीसँग जोइन गर्न सक्नुहुन्छ, यो ब्रान्डिङ जोइन गर्न सक्नुहुन्छ। यसको लागि कुनै पनि किसिमको हिडन शुल्कहरू चाहिँ भन्ने चाहिँ लाग्दैन भने यसपछि चाहिँ हजुरको यात्रा सुरु हुन्छ। ओके, र हामीले नयाँ कुराहरू चाहिँ केही पनि गर्ने होइन डेजो नेपालमा। हजुरले नयाँ सोचिरहनु भएको छ, कुनै त्यस्तो रकेट साइन्स छैन, किनभने एक लेभलको आम्दानी त हाम्रो छ हेर्नुहोस् हो। हाम्रो एक लेभलको आम्दानी छ र एक लेभलको खर्च पनि छ। हजुरले कुनै न कुनै रूपमा त खर्च गर्नुहुन्छ, किनभने डेली बेसिसको सामान त तपाईँको घरमा सबै कुराहरू त बन्दैन। हेर्नुहोस्, हजुरले काहीँ न काहीँबाट सामान खरिद गर्नुहुन्छ, पसलबाट खरिद गर्नुहुन्छ, मार्टबाट खरिद गर्नुहुन्छ, मेडिसिनको रूपमा कुनै फार्मेसीबाट सामान खरिद गर्नुहुन्छ भने हजुरले चाहिँ त्यो त्यहाँबाट चाहिँ खरिद गरिरहेको चिजलाई चाहिँ एकचोटि हजुरले विश्वास गरेर अथवा अविश्वासको साथमा चाहिँ हजुरले एकचोटि डेजोको ब्रान्डलाई चाहिँ हजुरले एकचोटि प्रयोग गर्नुहोस्
हो एकचोटि हेर्नुहोस् र प्रयोग गर्नुभयो भने हजुरले यहाँ खर्च गर्नुभयो भने हजुरले एउटा सिस्टम पनि प्राप्त गर्न सक्नुहुन्छ जुन सिस्टमबाट हजुरले बचत पनि गर्न सक्नुहुन्छ विभिन्न शीर्षकमा हजुरले आफ्नो समयलाई आफ्नो रकमलाई चाहिँ बाहिरको दुनियाँ भन्दा त्यो खर्चलाई चाहिँ हजुरले बचत गर्न सक्नुहुन्छ र अर्को कुरा के छ भने खर्च गरेर पनि हामी के गर्न सक्छौँ त आम्दानी गर्न सक्छौँ कसरी गर्न सकिन्छ त खर्च गरेर पनि आम्दानी हुन्छ त भन्ने एउटा ठुलो जमात नै छ भने खर्च गरेर कसरी आम्दानी गर्न सकिन्छ यो यसको विषयमा हामी अगाडि छौँ ओके डाइरेक्ट सेलिङ भन्ने हजुरले बुझ्नुभयो र यो बिजनेस कसरी स्टार्ट हुँदछ यो बिजनेसमा चाहिँ हामीले के कुराहरू चाहिँ गर्नुपर्छ जुन कारणले गर्दाखेरि चाहिँ हामी आम्दानी गर्न सक्छौँ अब यतापट्टि चाहिँ म हजुरले पहिला सुरुमा जति पनि सामानहरू जति पनि उपभोग्य वस्तुहरू छ हजुरले काहीँ न काहीँबाट खरिद नै गर्नुहुन्छ भने अघि नै मैले भने हजुरले डेजको प्लेटफर्मबाट डेजको नजिकको वेयर हाउसबाट चाहिँ हजुरले सामान खरिद गर्नुपर्ने हुन्छ हो र युज द प्रडक्ट किनभने तपाईँले प्रयोग नै गर्नुपर्ने हुन्छ किनभने हामीले त हाम्रो चिजहरूलाई एकदम राम्रो नै भन्छौँ जसको पनि एउटा त्यो ह्युमन नेचर नै हुन्छ आफ्नो चिजलाई राम्रो भन्नको लागि जो त्यसमा एसोसिएट छ त्यसलाई त सर्वोत्कृष्ट नै भन्छ भने हजुरले पहिला सुरुमा डेजोको प्रडक्टलाई युज गर्नुहोस् 100% युज गर्नुहोस् हजुरलाई चाहिने सामानहरू युज गर्नुहोस् र दोस्रोमा छ हजुरले फिल गर्नुहोस् किनभने हजुरलाई युज गरिसकेपछि मात्रै हजुरलाई फिल हुन्छ कि यो प्रडक्ट कस्तो छ यसले हाम्रो व्यक्तिगत जीवनमा के कस्ता लाभहरू दिएको छ यो प्रडक्ट युज गर्दाखेरि मैले के कस्ता बेनिफिटहरू पाएँ भन्ने हिसाबले चाहिँ हजुरले त्यसलाई पहिला सुरु चाहिँ फिल गर्नुहोस् र फिल गरेको राम्रो लागेको चिज हाम्रो ह्युमन नेचर के छ भने हामी कोही न कोही व्यक्तिलाई भनि नै हाल्छौँ हजुरले सिनेमा हेरेर आउनुभयो हजुरले कोही न कोही व्यक्तिलाई भन्नुहुन्छ होइन हजुरले केही राम्रो चिजहरू लगाउनु भयो कोही कोही व्यक्तिलाई भन्नुहुन्छ भने एउटा ह्युमन नेचर नै हो एकदमै नयाँ चिज हो यसमा केही पनि छैन यदि तपाईँलाई त्यो चिजहरू राम्रो लाग्यो मन पर्यो भने अब त्यो व्यक्तिहरूलाई चाहिँ त्यसलाई चाहिँ अरू व्यक्तिहरूलाई भन्नलाई चर्चा गर्न सुरु गर्नुहोस् सेयर द प्रडक्ट भनेको छ र यो सेयरिङको बेसमा नै यदि त्यो सामान्यवाला व्यक्तिले चाहिँ ल ठिक छ म पनि एकचोटि युज गर्छु डेजोको प्रडक्टलाई म पनि यो किसिमको बेनिफिट लिन्छु भनेको अवस्थामा चाहिँ अब भने हजुरले आफ्नो सिस्टममा चाहिँ जोड्न सक्नुहुन्छ अब चाहिँ हजुरको सिस्टम यहाँबाट सुरु हुन्छ हजुरको आम्दानी चाहिँ यहाँबाट हजुरले सुरु गर्न सक्नुहुन्छ जसमध्ये हजुरले स्क्रिनमा देख्न सक्नुहुन्छ हजुर हुनुभयो हजुरले मात्रै 2 जना व्यक्तिलाई यसमा चाहिँ सिफारिस गर्नुपर्ने हुन्छ 2 जना व्यक्तिलाई मात्रै जोड्नु पर्ने हुन्छ जस्तो हजुरले ए भन्ने व्यक्तिलाई जोड्नुभयो सिस्टममा अनि त्यसपछि हजुरले बी भन्ने व्यक्तिलाई पनि अर्को राइटमा जोड्नु भयो भने अब यही बेसिसमा नै हजुरको सिस्टम चाहिँ क्रिएट हुन्छ र यो एउटा कपीक्याट मार्केटिङ हो किनभने यो हजुरले जे गर्नुहुन्छ यो ए भन्ने व्यक्तिले नै सेम नै गर्नुपर्ने हुन्छ उहाँले पनि त्यो नै गर्नुहुन्छ उहाँले पनि यो 3टा प्रोसेस नै गर्नुहुन्छ र यही बेसिसमा चाहिँ एक लेभलको बिजनेस चाहिँ हजुरको बन्दै हजुरको एक लेभलको टर्नओभर चाहिँ बन्दै नै जान्छ र यसको लागि मैले भने मात्रै पसल मात्रै परिवर्तन गर्ने हो यसको लागि अन्य किसिमको केही गतिविधिहरू चाहिँ हामीले गर्नु पर्दैन मात्रै पसल परिवर्तन गर्ने अहिले चाहिँ म चाहिँ हजुरले अरू मार्केटबाट चाहिँ हजुरले ट्रेडिसनलबाट लिइरहनु भएको थियो भने एकचोटि चाहिँ हजुरले डेजोबाट चाहिँ सामान पर्चेस गर्नुपर्ने हुन्छ र यसलाई चाहिँ हजुरले विभिन्न माध्यमहरूबाट चाहिँ हजुरले यसलाई व्यवसायलाई पनि बढावा दिन सक्नुहुन्छ जस्तो एउटा स्मार्टफोन हजुरसँग फोन छ अहिले हजुरसँग मेरो कनेक्सन त के त एउटा फोनको माध्यमबाट नै हामी एउटा इन्टरनेटको माध्यमबाट नै हामी चाहिँ यसै एसोसिएट भइरहेका छौँ किनभने मेरो पनि सेम बिजनेस हजुरको पनि सेम बिजनेस र नयाँ जोडिने व्यक्तिको पनि सेम बिजनेसकै रूपमा चाहिँ यसलाई अगाडि लैजान सकिन्छ र स्मार्टफोनलाई युज गरेर इन्टरनेटलाई युज गरेर तपाईँले एउटा ठुलो एउटा किसिमको बिग टिम बनाएर पनि यस बिजनेसलाई चाहिँ हजुरले अगाडि बढाउन सक्नुहुन्छ ओके र आम्दानीको कुरा गर्नुहुन्छ भने के आम्दानी हजुरले प्राप्त गर्न सक्नुहुन्छ त के आम्दानी दिन्छ डेजोले चाहिँ हामीले यति मात्रै गरिरहँदाखेरि भन्दाखेरि चाहिँ हजुरलाई झन्डै 15वटा किसिमको आम्दानी गर्ने वातावरण चाहिँ कम्पनीले सिर्जना गरेको हुन्छ मात्रै पसल परिवर्तन गरेर र ओके कन्ज्युमर बेनिफिटको रूपमा रहेको छ यदि हजुरले डेजोबाट सामान चाहिँ उपभोग गर्नुहुन्छ भने पहिला सुरुमा चाहिँ एउटा अर्ग्यानिक बेसमा जहाँ चाहिँ कुनै पनि किसिमको हार्मफुल केमिकलहरू मिसाइएको छैन त्यस्तो प्रडक्ट चाहिँ हजुरले यसबाट प्राप्त गर्न सक्नुहुन्छ आजको डेटमा हाम्रो सबैभन्दा ठुलो शत्रुको रूपमा चाहिँ हाम्रो केमिकल नै रहेको छ हाम्रो खानेकुरा किन नहोस् लाउने कुरा किन नहोस् एकछिन हेर्दाखेरि चाहिँ त्यसले राम्रै गरेको देखिन्छ तर कालान्तरमा त्यसले हामीलाई विभिन्न किसिमको समस्याहरू निम्त्याइरहेको छ आजको डेटमा हाम्रो ठुलो एनिमी ठुलो दुश्मनको रूपमा केमिकल रहेको छ र आजको डेटमा कम्तीमा कमसे कम पनि हामीले त्यो केमिकलको प्रयोग गर्नुपर्दछ अबको बाँकी जिन्दगीलाई राम्रो र बेहतर
अगाडि बढाउनको लागि, जुन कारणले गर्दाखेरि हजुरले हार्मफुल केमिकल कुनै पनि प्रोडक्टमा छैन, हजुरले डेजोको प्लेटफर्ममा हजुरले प्राप्त गर्नु हुँदैन हो, जसमा चाहिँ सल्फेट फ्री रहेको छ। प्याराबिन फ्री प्रोडक्टहरू चाहिँ यसमा रहेको छ। प्याराबिन फ्री प्रोडक्ट, प्याराबिन युक्त प्रोडक्टहरू चाहिँ हजुरले हेर्नुहुन्छ भने मार्केटमा हेर्नुहुन्छ भने